यो कलेजको ग्राउन्डभित्र रातिको लमसम 8 बजे तपाईँ उपस्थिति हुनुहुन्छ। अहिले लाइन कटेको अवस्थामा हेर्नु चारैतिर अँध्यारो छ। अँध्यारो हुँदाखेरि के थियो, हाम्रो कलेजमा क्लासरुमहरूमा मान्छेहरू घुसेर डेस्क बेन्चहरू चोर्ने प्रयास गर्थ्यो। अन्य कलेजको विभिन्न किसिमको सामानहरूको सुरक्षाको मध्यनजर गर्दै हामीले चाहिँ नगरपालिकासँग मार्क्स लाइटको सहयोग मागेको थियो र नगरपालिकाका नगर प्रमुख हाम्रो आदरणीय नेता मनोज कुमार शाहज्यूले उहाँले हामीलाई 3 थान जुन मार्क्स लाइट उपलब्ध गराइदिनु भयो र सुरक्षाको दृष्टिकोणले पनि सिक्युरिटी गार्डलाई सजिलो हुन्छ र भोलिको दिनमा चाहिँ आउने दिनमा जतिखेर जाडो हुन्छ त 7 बजेदेखि हाम्रो कक्षा कोठा चाहिँ सञ्चालन हुन्छ र त्यति बेला अँध्यारोमा हामीलाई धेरै नै अप्ठ्यारो हुन्थ्यो। तर अब आउने नयाँ वर्षदेखि चाहिँ साथीहरूलाई पनि विद्यार्थीहरूलाई पनि एउटा हर्ष उल्लासका साथ उहाँहरूलाई जुन अँध्यारोको फिल हुन्थ्यो त्यो उज्यालोमा आउँछ। उहाँहरूलाई सेफ पनि बुझाउँछ। यसको मध्यनजर गर्दै हामीहरूले नगरपालिकाको नगर प्रमुखसँग कुरा राखेको थियो र हाम्रो कुरा राखिदिनु भएकोमा म राराबो क्याम्पसको सबै सभापति मनिष यादवको तर्फबाट र हाम्रो सबै पदाधिकारीको तर्फबाट र राराबो सम्पूर्ण परिवारको तर्फबाट उहाँलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु कि हाम्रो कलेजप्रति उहाँको यस्तै आस्था रहोस् र आगामी दिनमा पनि कलेजमा केही यसो खाँचो छ भने हामी उहाँ कहाँ माग राख्छु र उहाँले हाम्रो माग सुनिदिन्छ, त्यसको एकदम आशा र भरोसा लिएको छ। पहिलोको अवस्थामा अहिले कतिवटा लाइट अझै के भइदिँदा यहाँ राम्रो हुन्थ्यो, के भन्न चाहनुहुन्छ नगर प्रमुख? नगर प्रमुखलाई म भन्न चाहन्छु कि सबैभन्दा पहिला जुन हाम्रो लाइट दिनुभयो त्यसको लागि त धेरै धेरै धन्यवाद र आउने दिनमा हामी होस्टल सञ्चालन गर्न गइरहेछौँ। त्यहाँ पनि अँध्यारो छ, हामीले 2टा लाइटको अझै माग गरेको छौँ र जुन पार्किङ थियो पहिला साइकल स्ट्यान्ड भन्थ्यो, विभिन्न खालको साइकलहरू लाग्थ्यो यता, तर अब त्यो चेन्ज भइसक्यो र आधुनिकीकरणमा गएर पार्किङको व्यवस्थाको लागि एउटा ठुलो ट्रस्ट खालको हामी उहाँलाई अब भन्छु कि आउने योजनामा समावेश गरिदिनु र एउटा पार्किङको लागि एउटा राम्रो खालको पार्किङ व्यवस्थापन गरिदिनको लागि राराबोलको त्यसको लागि म मेयर साहबलाई एकचोटि फेरि म ध्यान आकर्षण गराउँछु उहाँलाई।